नमस्कार साथीहरू, आफ्नै कथाको आजको एपिसोडमा यहाँहरूलाई हार्दिक स्वागत तथा अभिवादन। तपाईहरूलाई आफ्नै कथा कस्तो लाग्दैछ? यसमा के कस्तो सुधार आवश्यक छ? आफ्नो प्रतिक्रिया दिन नबिर्सिनुहोला। हामी तपाईको प्रतिक्रिया अनुसार अघि बढ्ने प्रयास गर्नेछौँ। हाम्रो आफ्नै कथालाई लाइक, कमेन्ट, शेयर गरेर हामीलाई साथ दिनुहुनेछ भन्ने आशा गरेका छौँ। नयाँ आउनुभएका साथीहरूले युट्युबमा गएर आफ्नै कथा सर्च गरेर सब्स्क्राइब गरिदिनुहोला। तपाईहरूसँग पनि कुनै कथा छ भने हामीलाई पठाउनुहोला। हामी तपाईहरूले पठाउनु भएको कथा प्रसारण गर्ने जमर्को गर्नेछौँ। अब आउनुहोस् आजको कथा सुरु गरौँ। आज हामीले हाल दुबईमा रहनुभएका काठमाडौँ निवासी राजकुमार प्रधान भाइको वास्तविक कथा सुनाउँदैछौँ। उहाँ काठमाडौँवासी हुनुहुन्छ र रोजगारीको सिलसिलामा हाल दुबईमा हुनुहुन्छ। आउनुहोस् उहाँले जिन्दगीमा भोग्नु भएको तिता मिठा अनुभव आजको आफ्नै कथामा हामीले समावेश गरेका छौँ। आशा छ तपाईहरूलाई हाम्रो प्रयास अवश्य नै राम्रो लाग्नेछ। अब आउनुहोस् आजको कथा सुरु गरौँ। आजको कथाको शीर्षक छ बुवा। मध्यम परिवारमा जन्मिएर हुर्किएको म 12 वर्षको हुँदा बुवाले घर छोडेर हिँड्नुभयो। सबैले खोज्ने धेरै प्रयास गरेका थिए। कसैले मर्यो होला भने, कसैले अर्काको स्वास्नी लिएर भाग्यो भने, कसैले त्रिशुलीमा देखेको भने त कसैले सिक्किमतिर देखेको भने, र साँचो कुरा के हो अहिलेसम्म पनि पत्ता लगाउन सकिएन। हजुरबुवा पहिले नै बितिसक्नु भएको थियो। हजुरआमा बुढी भइसक्नु भएको थियो। हजुरबुवा बित्नु अगाडि नै बुवाहरूको अंशबन्डा भइसकेको थियो। हजुरआमा कहिले ठुलो बुवाकोमा त कहिले हाम्रो घरमा बस्नुहुन्थ्यो। बुवाको बानी एकदमै रिसाहा थियो। एकदम सन्का हुनुहुन्थ्यो। मुखमा जे आयो त्यही बोल्ने। साह्रै रिस कडा। स्कुलमा पढेर आयो, घरमा किताब लिएर यो के हो, यो के हो भनेर सोध्नुहुन्थ्यो। यो भनेको के हो, यसको मतलब के हो भनेर तुरुन्तै जवाफ नदिएपछि पिटिहाल्नुहुन्थ्यो। कहिले लट्ठीले, कहिले हातले, जे अगाडि आयो त्यसले पिट्नुहुन्थ्यो। भोलिदेखि स्कुल जानु पर्दैन। जब पढेको कुरा याद राख्न नसक्ने, सोधेको बेला जवाफ दिन नसक्ने भएपछि किन स्कुल जाने भनेर कहिले किताब च्याति दिनुहुन्थ्यो, कहिले किताबको ब्याग नै लुकाइदिनुहुन्थ्यो। बाल मस्तिष्क कहाँ सबै कुरा भन्ने बित्तिकै जवाफ दिन सकिन्छ र? त्यसमाथि बुवा देखेपछि थर्कमान हुन्थ्यौँ हामी। बुवा अगाडि परेपछि आएको कुरा पनि बिर्सिन्थ्यौँ बरु। बुबाको रिसाउने, झगडा गर्ने बानीकै कारण साथीभाइ आफन्तहरू सबै टाढा भइसकेका थिए। बुवा रिसाउँदा जो कोही अगाडि आउन डराउँथे। मर्दा पर्दा पनि आउन मान्दैनथे। पहिला नै एक्लो भइसकेका हामी। बुवाले छोडेर गएपछि त झन् टुहुरा झैँ भयौँ। घरमा कमाउने बुवा एकजना मात्रै हुनुहुन्थ्यो। उहाँले छोडेर जानु भएपछि बिहान बेलुका हातमुख जोड्न पनि धाउधाउ हुन थाल्यो। आमाले पढे लेखेको भए केही काम गरेर हामीलाई पाल्नुहुन्थ्यो होला। अर्काको भित्तो टाल्ने जातलाई पढाएर के फाइदा भन्ने हजुरबुवा हजुरआमाको सोचको कारण पढ्न नपाएकी मेरी आमाले स्कुलको मुखसम्म पनि देख्न पाउनु भएको थिएन। आफ्नो नाम लेख्न पनि हामीले सिकाएका थियौँ। हामी 3 जना सन्तानलाई हुर्काउन आमाले धेरै सङ्घर्ष गर्नु पर्यो। आमाले उन काट्ने काम गर्नुहुन्थ्यो। लोग्नेको भरमा बाँचेकी एउटी नारीमाथि 81 जना छोराछोरीको जिम्मेवारी आइपरेको थियो। फेरि लोग्ने भएकी नारी र लोग्ने नभएकी नारीलाई हेर्ने दृष्टिकोण नै फरक छ हाम्रो समाजमा। लोग्ने छ भने जति नै केटा फेरेर हिँडे पनि सती सावित्री, लोग्ने छैन भने सीता पनि कलङ्किनी। हुन त लोग्ने भएको बेला भन्दा लोग्ने नहुँदा नै शान्तिको सास फेर्न पाउनु भएको थियो मेरी आमाले। किनभने आमा बुवाको कुरै मिल्दैन थियो, विचार मिल्दैन थियो,
विचार नमिलेपछि कुरा मिल्ने त सवालै भएन। बिहे भएकै दिनमा झगडा परेको थियो रे उहाँहरूको। बिहे भएकै दिनमा किन झगडा पर्यो, कुन कुरामा झगडा पर्यो त्यो त कि भगवानलाई थाहा होला कि त उहाँहरूलाई नै थाहा होला। त्यो हामी जन्मिनुभन्दा अगाडिको कुरा थियो। तर हामीले थाहा पाइकन पनि प्राय जसो झगडा परि नै रहन्थ्यो। बुवा रिसाएपछि आँखा देख्नुहुन्न थियो। जे हातमा आयो त्यसैले पिट्नुहुन्थ्यो। सानोमा हामीले धेरै पिटाई खाएका थियौँ। हुन त सानोमा आमा बुवाको पिटाई खान पाएका बच्चाहरू भाग्यमानी हुन्छ भन्छन्। तर गल्ती गर्दा गल्ती सुधार्न पिटाई खानु र बिना गल्ती कुटाई खानु पक्कै पनि फरक हुन्छ। खास गरी मैले बुवाको धेरै पिटाई खानु पर्थ्यो। बुवाको मात्र होइन, आमा दिदी बहिनी सबैको रिस पोख्ने भाँडा म नै हुन्थे। दिदी र बहिनी त बुवासँग बोल्न सक्थे अनि पिट्न खोज्दा पनि भागिहाल्थे। तर म बुवासँग साह्रै डराउँथे अनि पिट्न थाल्यो भने एकै ठाउँमा बसेर रोइरहन्थे। बुवाले टिपेर फ्याँक्नुहुन्थ्यो मलाई। एकपटक त जिब्रो काटेर रगत समेत आएको थियो। त्यो घरमा सबभन्दा बढी पिटाई खाने प्राणी मै हुँ भन्दा फरक पर्दैन। यो सही र यो गलत भनेर मुखबाट शब्द निकाल्न समेत मलाई डर लाग्थ्यो। त्यसैले जसको गल्ती भए पनि पिटाई खानेमा मनै पर्थे। मेरा मनभित्रका कुराहरू मुखबाट नभई आँखाबाट आँसु बनेर निस्किन्थे। मलाई लाग्थ्यो मलाई माया गर्ने यो संसारमा कोही पनि छैन। जब जब मन दुख्थ्यो म मेरी फुपूको घर जान्थेँ। मेरी फुपूले पनि धेरै दुःख पाउनु भएको थियो। उहाँको परिवार गरिब थियो, खाना लाउन धाउ धाउ थियो। तर पनि म जाने बित्तिकै फुपू भदा आयो भनेर खुसी हुनुहुन्थ्यो। जे छ त्यही खुवाउनुहुन्थ्यो। मेरो भाइले गर्दा मेरो भदाले दुःख पायो भनेर रुनुहुन्थ्यो। मलाई पनि फुपूको धेरै माया लाग्थ्यो। कहिले कपी कहिले सिसा कलम किनिदिनुहुन्थ्यो। पढेर ठुलो मान्छे बन्नुपर्छ, हामीले त पढ्न नपाएर दुःख पायौँ, तिमीहरूले दुःख पाउन नपरोस् भन्नुहुन्थ्यो। मेरी आमा पछिको आमा मेरी फुपू मेरो दुःख बिसाउने चौतारो। उहाँले आफ्नो सन्तानलाई जस्तै माया गर्नुहुन्थ्यो। भन्नुहुन्थ्यो यो मात्रै हो मेरो माइती, अरू त मरिहाले। मेरी फुपूले माइतीको कहिले साथ सपोर्ट पाउनु भएन, किनकि गरिब रोगी त्यसमाथि पनि जडिया जुवाडे लोग्ने भएपछि माइतीको माया र सम्मान पाउने त कुरै भएन। दाजुलाई बहिनीको कुनै वास्ता थिएन। भाइ यानि कि मेरो बुवा, उहाँले पनि फुपूसँग झगडा गरेर अबदेखि माइती भनेर आउनु पर्दैन, तेरो लागि म मरे र मेरो लागि त मरिस् भनेदेखि फुपूले हाम्रो घरमा पाइला टेक्नु भएन। तर म फुपूको मायाले फुपूको घर गइरहन्थेँ। फुपूले जति पढ भने पनि मैले पढाइलाई अगाडि बढाउन सकिनँ। पढ्न नपाएपछि काम खोजेर काम गर्छु र आमालाई सघाउँछु भन्ने विचार गरेँ। बुवाले घर छोडेर गएपछि आमा एक्लैलाई घर सम्हाल्न गाह्रो भएको मैले देखेको थिएँ। बुवाले घर छोडेर जाँदा म मात्र 12 वर्षको थिएँ। तर बाध्यता र जिम्मेवारीले मलाई ठुलो हुन बाध्य बनायो। मैले 5 कक्षा मुस्किलले पास गरेँ। 6 कक्षा पढेर एक्जाम दिने दिन आयो। एक्जाम फिस 250 रुपियाँ दिनुपर्ने भयो, जुन मैले जुटाउन सकिनँ र मैले एक्जाम दिन पाइनँ। मेरो पढाइ छुट्यो। घर चलाउन कमाउने मान्छे चाहिन्छ। घरको मुखियाले नै बाटो बिराएपछि पुरा परिवारले दुःख त पाउने नै भए। आमाले उन काट्ने काम गर्नुहुन्थ्यो। घरमा पुरानो चर्खा थियो। एक धार्नी उन काट्यो भने 30-35 रुपियाँ आउँथ्यो। हप्तामा 3-4 धार्नी उन काट्नुहुन्थ्यो। त्यो 150 को कमाइले घर कसरी चलोस्? आमाको त्यति कमाइले खानु कि छोराछोरी पढाउनु? हामी तीनैजनाले पढाइ छोड्यौँ। म काम खोज्न जान थालेँ। मैले अलिअलि कमाउन सकेँ भने आमालाई केही मद्दत पुग्थ्यो। यही सोचेर म धेरै ठाउँमा काम खोज्न हिँडेँ, तर काम पाउन सकिनँ। एक दिन म काम खोज्दै बौद्ध स्तूपा पुगेँ। सायद पूर्णिमाको दिन थियो। मान्छेहरू केही न केही बुद्ध भगवानलाई चढाउँदै थिए। माग्ने मान्छेलाई पैसा दिइरहेका थिए। माग्नेहरूलाई पैसा दिएको देख्दा मैले मागेँ भने पनि दिन्छ होला। सानो बच्चा नै त थिएँ म।
यही सोचेर मैले पनि पैसा माग्न थालेँ। दानी भक्तजनहरूले पैसा दिन थाले। त्यो दिन मैले अलिअलि पैसा कमाएँ। मेरो आशा पलायो। त्यसपछि अरू दिन म काम खोज्न जान्थेँ अनि औँसी पूर्णे र कुनै चाडपर्व आयो भने माग्नको लागि बिहान 4-5 बजे नै उठेर बौद्ध स्तूपा पुगिहाल्थेँ। बिहान 6 बज्दा 2-3 सय कमाइ भइसक्थ्यो। दिन यसरी नै बित्दै थियो। हाम्रो दुःख देखेर सिफल स्कुलको प्रिन्सिपलले छोरीहरूलाई त भन्न सक्दिन, तर छोरालाई 10 कक्षासम्म निःशुल्क पढाइदिन्छु भन्नुभयो। तर म पढ्न गइनँ। म पढ्न गएँ भने कमाउने कसले? उन बाटेको पैसाले त बिहान खाए बेलुका के खाऊँ, बेलुकी खाए बिहान के खाऊँ भन्ने हुन्थ्यो। मैले जति काम गर्न खोज्दा पनि काम नपाएपछि एउटा ठुलो बोरा लिएँ र बाटोमा प्लास्टिक उठाउने काम गर्न थालेँ। दिनभरि फलाम प्लास्टिक जे भेट्यो त्यही उठाएर कबाडीमा लगेर बेच्थेँ। भोक लाग्थ्यो, किनेर खान पैसा हुँदैन थियो। फोहोरको डङ्गुरमा जे खानेकुरा भेट्यो म खाइदिन्थेँ। भोक लागेपछि के गर्नु त? यसरी प्लास्टिक बटुलेर हिँड्दा आफन्तले मात्र होइन, बाटोमा हिँड्दा कुकुरले समेत देखिसहँदैन थियो। बोरा बोकेर हिँडेको बेला 4-5 वटा कुकुर एकैचोटि झम्टिन आउँथ्यो। आफ्नो अवस्था देखेर कहिले हाँसो उठ्थ्यो, कहिले रुन मन लाग्थ्यो। त्यसपछि मैले डालोमा बदाम राखेर बेच्ने काम गरेँ। कहिले चना, केरो, कहिले बदाम बेच्थेँ। बदाम बेच्दा बेच्दै टाढा टाढा पुग्थेँ। घर फर्किँदा रात परिसकेको हुन्थ्यो। मैले काम गर्न थालेपछि बिहान बेलुका छाक टार्न अलि सहज हुन थाल्यो। सिजन छौन्जेल बदाम बेच्थेँ। सिजन सकेपछि फेरि हात रित्तै हुन्थ्यो अनि फेरि हातमुख जोड्न धाउधाउ पर्थ्यो। मैले यो कुरा फुपूलाई भने। उहाँले त सानै छस्, ठुलो मान्छेले गर्ने काम त गर्न सक्दैनस्, मेरो पसलमा भएको पोस्टरहरू लगेर बेच भन्नुभयो। मैले त्यसपछि फुपूको पसलमा राखेको हिरो हिरोइनको र भगवानको पोस्टर लिएर बेच्न थालेँ। 1-2 पोस्टर बिक्री हुँदा पनि म खुसी हुन्थेँ। कहिले बदाम, चना, केरो, कुल्फी, कहिले फोटो पोस्टर टोल टोलमा बेचेर हिँडेँ। फुपूको घर छेउमा बरफको कारखाना थियो। फुपूले बरफ बेच्ने काम गर भन्नुभयो। त्यसपछि बरफ बेच्न सुरु गरेँ मैले। यसरी मेरो जीवनको नयाँ अध्याय सुरु भयो। जहाँ जहाँ मान्छेहरू बढी भेला हुन्थे, जहाँ जहाँ मेला लाग्थ्यो, म बरफको गाडा लिएर पुगिहाल्थेँ। साँखो, झोर, कीर्तिपुर, भक्तपुर, दक्षिणकालीसम्म पनि म बरफको गाडा लिएर पुग्थेँ। घाम, पानी, जाडो, गर्मी केही भनिन। कसैले देखे के भन्ला, आफन्तले भेटे के सोच्ला, मैले केही सोचिनँ। बस मलाई काम गर्नु थियो र परिवार चलाउनु थियो। मलाई लाग्थ्यो काम गरेर खान के को लाज, चोरेर खानु पो लाज। मलाई काम गरेर खान कहिल्यै लाज लागेन, तर मेरो काम देखेर मेरा आफन्त भनौदाहरूलाई लाज लाग्थ्यो। मैले काम गरिरहेको बेला मलाई देख्यो भने पनि बोल्दैनथे। मेरो काम, मेरो गरिबी र बुवाको व्यवहारको कारण सबै आफन्तहरू टाढा भइसकेका थिए। समयसँगै ठुलो हुँदै गयौँ। दिदी बहिनी र मेरो बिहे भयो। मेरो दिदी बहिनीले भागी बिहे गरे। बिहे गरिदिने हाम्रो क्षमता पनि त थिएन। बहिनीले आफ्नै गाउँकी नाता पर्ने एउटी केटीसँग मेरो विवाहको कुरा चलायो। सबैको राजी खुसीमा हाम्रो बिहे भयो। उनले मेरो पढाइ, मेरो गरिबी, मेरो दुःख र मेरो परिवारलाई स्वीकार गरिन्। कहिले नातिनी, मेहनती र मलाई एकदमै माया गर्थिन्। मलाई धेरै माया गर्ने श्रीमती पाएर म साह्रै खुसी थिएँ। हाम्रो सानो छाप्रो थियो, जस्ताको छानो भएको। एउटा सानो भान्सा अनि 3वटा सुत्ने कोठा छन्। हाम्रो संसार, हाम्रो सम्पत्ति भन्नु यति नै थियो। त्यो पनि भाग्य बलियो थियो र हामी बस्न पाएका थियौँ। नत्र त बुवाले घर छोडेर जाने बेला त्यही जग्गाको लाल पूर्जा पनि छिमेकीको हातमा 3000 रुपियाँमा बेचेर भागेको थियो। धन्न छिमेकी इमान्दार थिए। उनले बताए, तिम्रो श्रीमानले 3000 रुपियाँमा लाल पूर्जा बेचेर गएका छन्।
मेरो 3000 रुपियाँ फिर्ता गर अनि लाल पूर्जा लैजाऊ भने। यो कुरा सुनेर हामी छाँगाबाट खसी चाहिँ भयो। त्यो 3000 रुपियाँ तिर्न कति सङ्घर्ष गर्नु पर्यो त्यो भनेर साध्य छैन। आमाले 150 जम्मा गरी गरी लाल पूर्जा निखन्नु भयो। हामीलाई पार्टीको बास हुनबाट जोगाउनु भयो। लाल पूर्जा हातमा पर्यो, तर बाटो बढाउने बेलामा सडक पर्यो भनेर अगाडिको एउटा कोठा सरकारले भत्काइदियो। अब सानो सानो 2वटा कोठा र सानो भान्सा मात्रै बाँकी भयो। एउटामा आमा र हजुरआमा सुत्नुहुन्थ्यो र अर्कोमा हामी बुढाबुढी सुत्थ्यौँ। एक दिन दिदी भिनाजुसँग झगडा गरेर भान्जा लिएर आइपुग्नु भयो। अब भिनाजुको घर कहिल्यै नजाने गरी। दिदी भिनाजुको झगडामा बिचरा भान्जा बीचमा परेका थिए। हामीले झगडा मिलाउन धेरै कोसिस गर्यौँ तर सकेनौँ। भान्जालाई माइतीमा छोडेर दिदी बेपत्ता हुनुभयो। भिनाजुले भान्जालाई लिन आउनुभयो। म सोच्न थालेँ, आमा बुवा गतिलो नभएपछि छोराछोरीले साह्रै दुःख पाउँछन्। सबैका बुवा आमा राम्रा मात्रै पनि हुँदैनन् र सबैका बुवा आमा नराम्रा मात्र पनि हुँदैनन्। मेरै कुरा गर्ने हो भने मैले अहिलेसम्म देखेका यी 2 बुवाहरू, एउटा भिनाजु र अर्को मेरो बुवा। एउटाले आफ्नो सन्तानलाई घरको न घाटको बनाउन लाल पूर्जा नै अरूलाई सुम्पिएर भाग्यो। अर्को बुवा यानि कि मेरो भिनाजु मेरो छोराको भविष्य म बिग्रिन दिन्न भनेर साथै लिएर जान आउनुभयो। हुन त दुवैजना आफ्ना सन्तानका अभिभावकहरू हुन्, तर दुवैमा आकाश जमिनको फरक छ। मैले धेरै वर्षपछि बुवालाई सम्झेँ। कति कठोर मेरो बुवाको मन। श्रीमतीसँग पो झगडा पर्यो, मन मिलेन। छोराछोरीको के गल्ती? जन्म दिएर मात्रै आमा बुवाको कर्तव्य पुरा हुन्छ र? पढाउने, लेखाउने, हुर्काउने र उनीहरूको भविष्य सुनिश्चित बनाउने कर्तव्य बुवा आमाको होइन र? मेरो बुवाले हामीलाई पार्टीको बास बनाउने तारतम्य मिलाएर साथीको स्वास्नी लिएर भाग्यो र आजसम्म पनि छोराछोरी श्रीमती र मर्ने बेला भइसकेकी बुढी आमा कुन अवस्थामा होला भनेर एकपटक फर्केर समेत आउनु भएन। कसैले बुवाको कुरा गर्यो भने मलाई रुन मन लाग्थ्यो। मैले बुवाको माया कस्तो हुन्छ कहिले अनुभव गर्न पाइनँ। कसैले आफ्नो छोराछोरीलाई बोकेको, खेलौना किनिदिएको, खाना खुवाएको दृश्य देखेँ भने भक्कानो छुटेर आउँथ्यो, रुन मन लाग्थ्यो। भगवानले मेरो भाग्यमा यी सब कुराहरू लेख्न किन छुटाए? मेरो भाग्यमा बुवाको माया किन लेखिदिएनन्? मेरो के गल्ती थियो र? बुवाले यसरी चटक्कै माया मारेर अर्काको बच्चालाई मेरो बच्चा भनेर माया गर्न जानुभयो। मलाई लाग्थ्यो एक दिन मेरो बुवा फर्केर आउनुहुनेछ र मेरो छोरा भनेर मलाई अङ्कमाल गर्नुहुनेछ। यो मेरो सपना एक दिन अवश्य पुरा हुनेछ। एकपटक बुवालाई भेटेर उहाँको न्यानो अङ्गालोमा बाँधिने रहर छ मेरो। सानोमा त उहाँको काखमा लुटफुटिन पाइन, उहाँको औँला समातेर हिँड्न पाइन। बाटोमा कुनै बच्चा आफ्नो बुवाको हात समातेर स्कुल गइरहेको देख्दा पनि मन कुडिन्छ मेरो। जे भयो भयो, अब त्यसलाई बदल्न कसैले सक्दैन। अब पुराना चित्त दुखाइ र गल्तीहरूलाई भुलेर जे जति बुवाले गल्ती गर्नुभयो त्यो सबै बिर्सिएर बुवालाई अङ्कमाल गरेर रुने इच्छा छ। उहाँको मुख हेर्ने इच्छा छ। सानोमा बुवाले माया नगरे पनि अब म ठुलो भइसकेँ। मैले बुवालाई भेटेँ भने कहीँ जान दिन्न। म माया गरेर राख्छु मेरो बुवालाई। यो मेरो जीवनको ठुलो सपना हो। कहिले पुरा हुन्छ थाहा छैन, तर मैले हरेस खाएको छैन। एक न एक दिन मैले बुवालाई भेट्न पाउनेछु। यही आशामा जिन्दगी बिताइरहेको छु। म सोच्थेँ मेरो बुवाले जे जति गल्ती गर्नुभयो त्यो गल्ती म भुलेर पनि गर्ने छैन। मेरो सन्तानलाई मैले सम्भव भएसम्म हर सुख हर खुसी दिनेछु। उनीहरूलाई पढाउनेछु, लेखाउनेछु र योग्य नागरिक बनाउनेछु, ताकि भोलि गएर मेरो छोराछोरीले मैले जस्तो दुःख भोग्न नपरोस्, मैले जस्तो सङ्घर्ष गर्न नपरोस्। म त टोलाएर के सोच्न थालेछु। ल त भाइ, म जान्छु। भिनाजुको आवाजले म झसङ्ग भएँ। अतीतबाट वर्तमानमा झरेँ। भान्जा रोयो हामीलाई छोडेर जानु पर्दा। हामी पनि रोयौँ।
नरमाइलो लाग्यो। पिनाजुले भान्जालाई लिएर जानुभयो। केही महिनापछि दिदी फर्केर आउनुभयो। आमाले कहाँ गएको थिइस्? तँलाई आफ्नो सन्तानको माया पनि लागेन भनेर गाली गर्नुभयो। दिदी अब त्यो घर कहिले नजाने हुनुभयो। घरमा खाने मुख बढ्दै गयो। कमाईको स्रोत थिएन। त्यति बेला म घर बनाउने काममा डकर्मीको काम गर्न जान्थेँ। ठेकेदारलाई भनेर उसलाई पनि घर बनाउने ठाउँमा काम लगाइदिएँ। इटा बोक्ने, बालुवा बोक्ने, सिमेन्टी बोक्ने यी सबै काम गर्थे। दुवैजनाले पढे लेखेका थिएनौँ। योभन्दा राम्रो र सजिलो अरू काम पाउने आशा पनि त थिएन। दुवैजना काममा जान थाल्यौँ। घर चलाउन अलिअलि सजिलो हुँदै थियो। केही महिनापछि श्रीमती गर्भवती भइन्। तै पनि काममा जान्थे। मैले नजाऊ भन्थे, तर घरको आर्थिक अवस्थाले गर्दा उनी घर बस्न मान्दिनथिन्। मेरो साथमा धेरै दुःख गरी उसले पनि। केही महिनापछि मेरो छोरो जन्मियो। संसारको सबभन्दा खुसी मिलेको अनुभव गरेँ मैले। कति कोमल अनि कति सुन्दर। त्यो अबोध बालकलाई हातमा लिँदा मेरो आँखा रसाए। मेरो खुसीको सीमा थिएन। बुवा बन्न पाउँदाको खुसी साँच्चै अनौठो हुँदो रहेछ। आफूले आफैलाई भाग्यमानी ठानिरहेको थिएँ मैले अचानक बुवालाई सम्झेँ। मेरो बुवाले पनि म जन्मिँदा यसरी नै काखमा लिनुभएको थियो होला। यसरी नै खुसी हुनुभएको थियो होला। कहाँ हुनुहुन्छ बुवा? आउनुहोस् न। मनमा नै भने, तपाईको नाति जन्मेको छ। तपाईँ हजुरबुवा बन्नुभयो आज। आउनुहोस् न बुवा, कहाँ हुनुहुन्छ? मेरो मुख हेर्न नभए पनि तपाईको नातिको मुख हेर्न त आउनुहोस्। मेरा आँखाबाट कुन बेला आँसु झरे पत्तै भएन। बच्चा रोयो, म झसङ्ग भएँ। मैले मेरो छोरालाई छातीमा टाँसेँ। आनन्दको अनुभव भयो। अनौठो शान्ति पाएको महसुस गरेँ। सुत्केरीबाट उत्रिने बित्तिकै श्रीमती काम गर्न जानु पर्यो भनेर ढिपी गर्न थाली। तर छोरो 1-1.5 वर्ष नभई दुध छुटाउनु हुन्न भनेर मैले जान दिइनँ। यसै बीचमा फुपू बित्नुभयो। बुवाले छोडेर जाँदा भन्दा पनि बढी दुःख लाग्यो। अब मेरो जाने बाटो सकियो। केही समयपछि नयाँ घर बनाउने ठाउँमा घर कुर्नुपर्ने काम पाएँ। त्यही छाप्रो जस्तो बनाएर त्यही खाने, त्यही बस्ने गर्नुपर्ने थियो। मैले श्रीमतीलाई भने, उनी तयार भइन्। छोरो 13-14 महिनाको थियो सायद। म श्रीमती र छोरो लिएर कामको लागि घर छोडेर हिँडेँ। घरमा आमा र दिदी बस्नुभयो। हामी काम गर्न गयौँ। पुरा घरको रेखदेख, सामानहरू झार्ने, ओसार्ने, बालुवा चाल्ने, सिमेन्टी घोल्ने सब काम गर्थ्यौँ। त्यही वरिपरिका केही सज्जन व्यक्तिहरूले सार्वजनिक जग्गामा छाप्रो बनाएर बस भने मैले पनि बनेबुतो गरेर सानो छाप्रो बनाएँ। दिन बित्दै गयो। सानो छोरो जन्मियो। 2 छोराहरूको साथमा हामी जिनतिन जिन्दगी गुजारिरह्यौँ। एक दिन आमा बिरामी हुनुभयो भनेर दिदीले फोन गर्नुभयो। म बिहान 5 बजे नै घर पुगेर आमालाई हस्पिटल लगेँ, तर आमालाई बचाउन सकिएन। आमाले हामीलाई टोहरो बनाएर यो संसार छोडेर जानुभयो। भनिन्छ नि, दशा आयो भने लाइन लागेर आउँछ भनेर। हामी बसेको सार्वजनिक जग्गा खाली गर भनेर नोटिस आयो। भर्खर आमा गुमाउनु परेको पीडा ताजै थियो। अर्को आपत आइपर्यो। सेतु लुगामा नै मैले त्यही छेउको घरमा सानो कोठा लिएँ। बच्चाहरूको स्कुल छुट्ने डरले टाढा जान पनि सकिनँ। अलि भित्र गएँ भने सस्तो कोठा पाइन्थ्यो होला। मैले खोज्न पनि भ्याएको थिइनँ। आमाको निधनपछि घरमा दिदी र दिदीको छोरी मात्रै थिए। हामीले घर फर्किने निर्णय लियौँ। यसबीचमा हजुरआमाले छोडेर जानु भइसकेको थियो हामीलाई। आमाको मृत्यु, बसिरहेको घर छोड्नुपर्ने बाध्यता, छोराहरूको पढाइ, यो सब कुराले गर्दा पागल चाहिँ भएँ म। केही सोच्नै सकिनँ। म कहाँ जाउँ, के गरौँ, केही सोच्नै सकिनँ। हामी 4 जना थियौँ। घर फर्क्यौँ भने पनि कहाँ बस्ने? घरमा दिदी र दिदीकी छोरी छे। उनीहरूलाई बाहिर बस्न जाओ,
म मेरो घरमा आउँछु पनि त भन्न मिलेन। घर छोडेर आएदेखि यही घरमा बस्दै आएको दिदीलाई कसरी ठाउँ खाली गरिदिए भन्नु। तर घर नगई अरू उपाय पनि थिएन। हामी घर फर्कियौँ। एउटा कोठामा दिदी र दिदीको छोरी सुत्ती, एउटा कोठामा म र श्रीमती अनि मेरा 2 छोराहरू। एउटा सानो कोठामा भान्सा बनायौँ। यस बीचमा हामीले काम पाउन पनि छोडेका थियौँ। लकडाउनले गर्दाखेरि काममा कमी आएको थियो। अब के गर्ने, दुवैजनाको काम थिएन। कसरी खाने, कसरी पढाउने बच्चाहरूलाई। नेपालमा बसेर केही गर्न नसकेपछि मैले विदेश जाने निर्णय गरेँ। हुन त योभन्दा अगाडि आमा हुँदै पनि एकचोटि विदेश गएको थिएँ। मैले कमाउन सकिनँ र घर फर्किएँ। पढे लेखेको थिइनँ। विदेश गएर पनि त काम पाउन गाह्रै त रहेछ। यतै काम गर्छु भनेर आएको थिएँ, तर समय र परिस्थिति आफ्नो अनुकूल नभइसकेपछि आफूले सोचे जस्तो केही नहुँदो रहेछ। दिन प्रतिदिन उमेरसँगै जिम्मेवारी पनि बढ्दै गयो। यहाँ काम पाउन बिस्तारै कम हुँदै गएको कारण म फेरि विदेश गएँ। तर लगेको कम्पनीले काम दिएन। हामी 35 जना एकै पटक गएका थियौँ। खाने र बस्ने काम बाहेक अरू केही काम भएन। कम्पनीले काम दिन सकेन। 4 महिना कम्पनीले काम दिन नसकेको कारण देखाएर नेपाल फिर्ता पठाइदियो। अब म अल्पत्र परेँ। म्यान पावरले आधा मात्र पैसा, त्यो पनि बल्ल बल्ल फिर्ता गर्यो। नेपालमा सँगै काम गर्ने साथीहरूसँग भेटघाट हुन छोडिसकेको थियो। सधैँ सँगै काम गरेका कामदारलाई छोडेर कहिले आउने कहिले नआउने कामदारलाई कहाँ काम दिन मान्छन् र। आमाको बर्खी सकेपछि छोराहरूको व्रत बन्द गरिदिएँ र अन्ततः म फेरि दुबईको लागि उडेँ। यो पटक पनि 2 महिनासम्म काम पाइएन र तेस्रो महिनादेखि काम गर्न थालेँ। धेरै पढे लेखेको भए पो राम्रो काम पाइन्थ्यो होला। न त केही सिप जानेको नै छु। जानेको छु भन्नु नै घर बनाउने काम, त्यो पनि नेपालमा नपाएर विदेश हिँड्नु परेको छ। यो पीडा मेरो मात्र होइन, मसँग गएका सबै साथीहरूको एउटै पीडा छ। आफ्नो जन्मभूमि छोडेर विदेश हिँड्न कसलाई पो रहर लाग्छ र। 6 महिना भयो यो दुबईको गर्मी खाएर काम गर्न थालेको। श्रीमती र छोराहरूको साह्रै याद आउँछ। उनीहरूको माया लाग्छ, तर उनीहरूकै भविष्यको लागि यो बिरानो देशमा छु। दशैंको मुखमा सबै रमाइरहेको बेलामा विदेश हिँडेँ म। जिन्दगी यसरी नै चलिरहेको थियो। एक दिन अचानक श्रीमतीको फोन आयो। घरमा 2 जना केटी र एउटा केटा मान्छे आएका थिए रे। हामी सिक्किमबाट आएका भन्यो रे। हामी सिक्किमबाट आएका, राम प्रधानको घर खोज्दै। म झसङ्ग भएँ। राम प्रधान यानि कि मेरो बुवा। म छक्क परेँ। यतिका वर्षपछि उहाँको खबर पाएँ। श्रीमती भन्दै थिए 2 छोरी र 1 छोरा छन् रे। बुवाको निधन भएको 11-12 वर्ष भइसक्यो रे। हाम्रो बुवाको घर खोज्दै आएका भन्यो रे। म छाँगाबाट खसे चाहिँ भएँ। यतिका वर्षपछि मेरो बुवाको खबर त आयो, तर मृत्युको खबर। मेरो आशा, मेरो सपना सब चकनाचुर भयो। बुवालाई भेट्ने मेरो इच्छा, बुवाको अङ्गालोमा बाँधिने मेरो इच्छा सब अपुरो भयो। म रोएँ, धेरै रोएँ। मेरो बुवालाई जिउँदो छौन्जेल हाम्रो याद आएन होला त? किन फर्केर एक पटक पनि आउनु भएन? आमासँग उहाँको विचार मिलेन, माने, मन मिलेन, माने। तर हामी 3 जना सन्तान त उहाँकै थियौँ नि। हाम्रो के गल्ती थियो र? कि हाम्रो माया पनि लागेन उहाँलाई? कति पत्थरको मुटु बोकेर हामीलाई बिर्सिएर बस्न सकेको होला बुवाले। निकै रोए र मन बुझाए पनि। यता पनि 2 छोरी र 1 छोरा, उता पनि 2 छोरी र 1 छोरा। त्यसैले पनि हामीलाई बिर्सिन सकेको होला। जे कुरा आफूसँग छैन त्यसको पो याद आउँछ, त्यसको अभाव खड्किन्छ। जे आफूसँग छ त्यसको याद आउने त कुरै भएन। म मात्र बुवा बुवा भनेर उहाँको यादमा जलिरहेँ। म सानै थिएँ,
बुवा कहाँ हुनुहुन्छ भनेर कहाँ खोजेर हिँड्थे। तर उहाँलाई त थाहा थियो नि हामी कहाँ छौँ भनेर। तर उहाँले हामीलाई खोज्न र हामीलाई भेट्न आवश्यक ठान्नु भएन। सायद उहाँको मनमा हाम्रो लागि कुनै माया थिएन र कुनै आफ्नोपन थिएन। हुन त माया भइदिएको भए छोडेरै जानुहुन्न थियो नि। बुवाले घर छोडेर जानुभएको दिन झलझली सम्झिरहन्छु। मैले कहिले बिर्सिन सक्दिनँ त्यो दिनलाई। सायद जिन्दगीभर म बाँचुन्जेल बिर्सिन सक्दिनँ त्यो दिनलाई। त्यो दिन आकाशमा कालो बादल मडारिएको थियो। पानी मात्र होइन, आँधी बेरी आउला जस्तो भइरहेको थियो। जताततै चुहिने भएकोले मामा घरको हजुरबुवाले मलाई टेप पठाइदिनु भएको थियो जस्ता टाल्नलाई, र म त्यो टेपले जस्ताको प्वाल टाल्न खोज्दै थिएँ। बुवाको खुट्टामा केही दिन अघि उम्लिरहेको दुध घोप्टिएर पोलेको हुनाले राम्रोसँग हिँड्न सक्नु भएको थिएन। बुवा बहिनीलाई लिएर औषधि लिन जानुभयो जयबागेश्वरीमा। बुवा त केही बेरपछि फर्केर आउनुभयो, तर एक्लै। आमाले सानी छोरी खोइ त भनेर सोध्नुभयो। आउँदैछ, मलाई भोग लाग्यो, खाजा देऊ भन्नुभयो। आमाले खाजा बनाउनु भयो। बुवाले सबैजना सँगै बसेर खाउँ आइज भनेर मलाई बोलाउनु भयो। मैले सबै प्वाल टालेपछि आउँछु भनेर भने। बुवाले पर्या छैन, पहिला खाजा खान आइज, फेरि प्वाल टाल्न जा भनेर धेरै पटक कर गर्नुभयो र म आधा अधुरो काम छोडेर तल आएँ। दिदी मामा घर जानुभएको थियो अनि हजुरआमा उता ठुला बुवाको घरमा जानुभएको थियो। घरमा म, बुवा, आमा र बहिनी थियौँ। हामी खाजा खान थाल्यौँ। बहिनी टुप्लुक्क आइपुगी र रुँदै भन्न थाली, बुवाले त मलाई गौशालाको जङ्गलमा एक्लै छोडेर भाग्नुभयो, म त बल्ल बल्ल आइपुगेँ भने। बुवाले तँलाई उताबाट सिधा जा, घर पुगिन्छ भनेर पठाएको होइन भन्नुभयो। आमाले बहिनीलाई किन एक्लै छोडेर आएको भनेर कराउनु भयो र बहिनीलाई खाजा दिनुभयो। बहिनी खाजा खान थाली। म खाएर फेरि जस्तामाथि चढेर प्वाल टाल्ने काम गर्न थालेँ। तल आमा, बुवा र बहिनी बीचमा भएको सबै कुरा प्रष्टै सुनिन्थ्यो। बुवाले औषधि सकिसक्यो, म औषधि लिएर आउँछु भन्नुभयो। आमाले आधी बेरी आउला जस्तो छ, भोलि जानु, आज जानु पर्दैन भन्दा बुवाले टेर्नु भएन। बहिनी सँगै जान्छु भनी। त्यो पनि पर्दैन, पानी पर्न लागेको छ, म गएर आउँछु भन्नुभयो। एकछिन बुवा आमाको ठुलै भनाभन भयो। झगडा नै परे झैँ। अन्त्यमा आमाले जति रोके पनि बुवा निस्केर जानुभयो। उहाँ बाहिर निस्केर अलि पर पुग्नु मात्र भएको थियो। ठुलो असिना पानी आयो, हुरी बतास आयो। म तल झर्न खोज्दा खोज्दै निथ्रुक्क भिजेँ। आमा कराउन थाल्नुभयो। आधी बेरी आउन लागेको छ, नजानु भन्दा मान्नु भएन। अब असिना पानीले चुट्ने भयो। खुट्टामा पोलेर त्यत्रो फोको उठेको मान्छे कहाँ पुग्यो होला। भनेको मान्ने मान्छे होइन, जेसुकै गरोस्। त्यो दिन ठुलो आधी बेरी र असिना पानी आयो। रात पर्यो, तर बुवा घर आइपुग्नु भएन। पानी रहेपछि आमा बुवालाई खोज्न जानुभयो, तर कतै भेटिएन। रातभरि बुवा आउनु भएन। त्यो रात हामी निदाउन सकेनौँ। बुवाको चिन्ता लागिरह्यो। भोलिपल्ट आमाले बुवाको साथीभाइ, आफन्त सबैको घर गएर खोज्नुभयो, तर बुवाको पत्ता लागेन। कसैले त्यत्रो असिना पानी, हुरी बतास आएको थियो, केही पो भयो कि भनेर तर्साउँथ्यो। कसैले जानी जानी घर छोडेर गए जस्तो छ भन्थे। कसैले अर्की स्वास्नी लिएर गयो होला भन्थे। हाम्रो दुःख र पीडामा साथ दिनेहरू भन्दा पनि हाम्रो घाउमा नुनचुक थप्ने मान्छेहरू बढी थिए। हामीले हर तरहले खोज्ने प्रयास गर्यौँ, तर सफल भएनौँ। अहिले जस्तो सामाजिक सञ्जाल भइदिएको भए सायद बुवालाई खोज्न सक्थ्यौँ होला। हामीसँग त फोनसम्म पनि थिएन। बुवा हराउनु भयो। बुवा फर्केर आउनु भएन। आज 81, 37, 38 वर्षपछि बुवाको खबर आयो। त्यो पनि मृत्युको खबर। म के गरौँ यो अवस्थामा? बुवाको खबर पाएँ भनेर खुसी हुनु या बुवाले यो संसार छोडेर जानुभएछ भनेर दुखी बनु? कस्तो परिस्थिति हो यो मेरो? कस्तो भाग्य! बुवाको मुख एकपटक हेर्ने मन थियो मलाई। बुवालाई एकपटक सोध्ने मन थियो, बुवा
के तपाईलाई हाम्रो याद कहिले आएन? के तपाईलाई हाम्रो कहिले माया लागेन? तर दुर्भाग्य, यो मेरो सपना अब यो जुनीमा कहिले पूरा हुने छैन। मैले मेरो बुवाको मुख हेर्न पाउने छैन, उहाँलाई भेट्न पाउने छैन। मेरो सपना अधुरो रह्यो, अधुरो रह्यो। साथीहरू, आजको कथा सकियो। आजको कथा कुनै काल्पनिक नभई सत्य घटना थियो। काठमाडौँ चाबेल निवासी राजकुमार प्रधान हाल दुबई बस्नुहुने भाइको आफ्नो जिन्दगीमा भोग्नु परेको पीडा र सङ्घर्षको कथा हामीले प्रसारण गरेका थियौँ। तपाईहरूलाई आजको एपिसोड कस्तो लाग्यो कृपया कमेन्ट गर्न नबिर्सिनुहोला। तपाईहरूसँग पनि यस्तै सत्य घटनाहरू छन् भने हामीलाई लेखेर पठाउन सक्नुहुनेछ। हामी तपाईको कथा प्रसारण गर्नेछौँ। भाइ राजकुमारलाई धेरै धेरै धन्यवाद र धेरै धेरै न्यानो माया। तपाईले हाम्रो आफ्नै कथालाई आफ्नो जिन्दगीको कथा दिएर कृतार्थ बनाउनु भयो। यहाँलाई मुरी मुरी धन्यवाद। हस्त आजको एपिसोडबाट हामी बिदा चाहन्छौँ। आगामी हप्ता हाम्रो भेट हुने नै छ। तबसम्मको लागि आज्ञा चाहन्छौँ। नमस्कार।